हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। आज हामीसँग हुनुहुन्छ हाम्रो रिसेन्टली भिजा लागेको स्टुडेन्ट मिस्टर फरिद अली। सो सबभन्दा पहिला चाहिँ कङ्ग्रेचुलेसन तिमीलाई। थ्याङ्क यू सर। अनि कस्तो फिल भइरहेको छ तिमीलाई? एकदम राम्रो फिल भइरहेको जस भिजा ग्रान्ट भयो होइन। सो तपाईँको बारेमा के भनिदिनुहोस् न, इन्ट्रोडक्सन आफ्नो बारेमा। मेरो नाम फरिद अली छ। मैले प्रोसेसिङ चाहिँ अनलाइनै सुरु गरेको थिएँ। हजुर। अनि मैले एज अ मेडिकल रिप्रेजेन्टेटिभ काम गर्थेँ। अनि पछि अब बाहिर जाने सोच बनाएर यसो एस्पायर ग्लोबल एजुकेसन कन्सल्टेन्सीलाई सम्झेको। अनि कुन कन्ट्रीको लागि एप्लाई गर्नु? मैले माल्टाको लागि। माल्टाको लागि है। अनि कुन तपाईँको कलेजको बारेमा अनि कोर्सको बारेमा पनि भनिदिनु न। मेरो कलेजको नाम चाहिँ थिङ्क ट्यालेन्ट इन्स्टिट्युट हो। हजुर। एन्ड डिप्लोमा इन हेल्थ एन्ड सोसल केयर म्यानेजमेन्ट, एमपिएफ लेभल 5। सो तपाईँले यही कोर्स चाहिँ किन चुज गर्नुभयो, डिप्लोमा इन हेल्थ एन्ड सोसल केयर? अनि तपाईँले चाहिँ माल्टा नै किन चुज गर्नुभयो? अर्को कन्ट्रीहरू पनि छ, अर्को कन्ट्रीहरूले पनि अफर गरिरहेछ यो कोर्स, तर तपाईँले माल्टा नै किन चुज गर्नुभयो त? अब माल्टा चुज गर्नुको मेन कारण चाहिँ यो एउटा यो पनि छ। अब मेरो ब्याकग्राउन्ड एकाडेमिक ब्याकग्राउन्ड हेर्दाखेरि मेरो मेडिकल रिलेटेड थियो। हजुर। अनि त्यही रिलेटेड कोर्स डिप्लोमा इन हेल्थ एन्ड सोसल केयर, त्यो पनि फेरि इङ्ग्लिसमा। हजुर। अनि कन्ट्री पनि एज अ नेपाल जस्तै क्लाइमेट भएको, अनि एउटा मेडिटेरियन। हजुर। अनि अब उसको लागि अभियसली नै अब युरोपियन कन्ट्री भएपछि उसको त्यस्तो ल्याङ्ग्वेज बेरियर पनि छैन। अब ओभरअल इङ्ग्लिस नै बोल्छ मान्छे त्यहाँ 97%। त्यसैले गर्दा। अनि त्यसपछि तपाईँले प्रोसेस स्टार्ट गर्दाखेरि चाहिँ तपाईँको मनमा कस्तो फिलिङ आएको थियो? तपाईँले एक्साइटेड कि तपाईँलाई डर लागिरहेको थियो, भिजा लाग्छ कि लाग्दैन, कि पैसा मात्रै डुब्ने हो कि कतिको तपाईँको मनमा कुराहरू चलिरहेको थियो? अब मनमा कुराहरू त चलिरहेको थियो। पहिला नै मैले एप्लाई गर्न सोचिरहेको थिएँ। हजुर। अनि यसो कन्सल्टेन्सीको बारेमा बुझ्दाखेरि पहिला पनि भिजा आएको थियो, मभन्दा अगाडि पनि 30जनाको भिजा आयो। हजुर। अनि त्यसमा 1-2जना सायद अनलाइन अप्लाई पनि गर्नुभएको थियो। मैले त्यो पनि बुझ्दाखेरि म फेरि भ्यालीमा नभए पनि भ्याली बाहिरबाट मैले अनलाइनै प्रोसेसिङ गरेको। त्यो स्मुथ नै थियो। सो तपाईँले प्रोसेसिङ गर्ने बेला चाहिँ तपाईँको प्रोसेसिङ कस्तो भयो त? ओभरअलमा स्मुथली नै भयो कि बिचमा केही हेडेक आयो कि हाम्रो साइडबाट त्यस्तो तपाईँलाई कम्युनिकेसन ब्यारियर भयो कि कतिको तपाईँलाई प्रोसेसिङ गर्दा चाहिँ हाम्रो साइडबाट सेटिस्फाई हुनुभयो? त्यस्तो त केही आएन अहिलेसम्म हेर्दाखेरि। सुरुदेखि नै हजुर। जस्तै सुरुमा अप्लाई गर्ने बेला त्यहाँदेखि नै मैले केही मतलब त्यस्तो केही गर्नै परेन। अब सब यतैबाटै भइहाल्यो, सरले यसो हेल्प गर्नुभयो। अब डकुमेन्ट्सहरू बनाउँदैदेखि लिएर सबै स्मुथली नै गयो, त्यस्तो केही भएन। डकुमेन्टहरू त सबै हामीले नै बनाइदियो। त्यही त यता केही गर्नै परेन मलाई। जस्ट एउटा वर्डमा गएर साइन गराउने मात्रै भयो। अरू चाहिँ सबै त्यहीबाट सबै डकुमेन्टहरू यहीँबाट भयो होइन। सो जस्तै कि कति स्टुडेन्टले भन्छ कि हामीलाई अब जस्तै हामी सिटीभन्दा बाहिर छौँ, काठमाडौँभन्दा बाहिर भनेपछि हामीलाई कतिपल्ट कन्सल्टेन्सी आउनुपर्छ, कतिपल्ट बिचमा अब उनीहरूको खर्च पनि हुन्छ, कतिको घर टाढा हुन्छ। सो त्यस्तो केसेसमा तपाईँले चाहिँ कतिपल्ट आउनु पऱ्यो काठमाडौँ चाहिँ? म त्यही अब भिएफएस गर्ने बेला त्यसपछि इन्टरभ्यू अनि भिएफएस अरू त आउनु पऱ्यो। मान्छे त्यही तपाईँको बायोमेट्रिक गर्न मात्र आउनु पर्यो होइन? बिचमा इफ इनकेस इन्टरभ्यू परिहाल्यो भने चाहिँ इन्टरभ्यू दिन आउनुपर्छ। त्यही अनि तपाईँको यो प्रोसेसिङ स्टार्ट गर्नेदेखि इनसम्ममा चाहिँ तपाईँको जर्नीमा सबभन्दा डिफिकल्ट मुभमेन्ट चाहिँ कुन जस्तो लाग्यो तपाईँले त्यस्तो? अब डिफिकल्ट सुरुमा डकुमेन्टेसन चाहिँ स्मुथली नै गयो, त्यसमा त केही गर्नै परेन भनौँ मलाई। अनि भिएफएस बायोमेट्रिक पनि भयो। त्यसपछि अलिअलि डर लाग्ने भनेको इन्टरभ्यूमा हो। अभियसली लागिहाल्छ त्यो डर, के सोच्छ कस्तो सोच्छ। त्यो पनि अब क्लासहरू राखिदिनु भएको थियो। इन्टरभ्यूमा चाहिँ इन्टरभ्यूको लागि चाहिँ कतिको सपोर्ट आयो त यहाँबाट? कस्तो अब त्यसको बारेमा? एकदम ओभरअल राम्रै सपोर्ट गर्नुभयो पुरै थ्रुआउट द जर्नी नै भनौँ। यस्तो हुन्छ भनेर क्लासहरू दिने, मक टेस्ट पनि प्रोभाइड गर्नुभयो यहाँ सरहरूले। अनि राम्रै भयो त्यसपछि इन्टरभ्यू पनि। जस्तै कि कति स्टुडेन्ट डराउँछ कि इन्टरभ्यू पऱ्यो भने म कसरी फेस गर्न सक्छु इन्टरभ्यू भनेर, अनि त्यो स्टुडेन्टहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? इन्टरभ्यू परेको त राम्रै भनौँ मैले एज अ हेर्दाखेरि होइन, राम्रै हो इन्टरभ्यू त। अब त्यस्तो गाह्रो हुँदैन इन्टरभ्यूमा। अब नर्मली क्वेसनहरू सोध्छ होइन, सरले पनि सिकाइदिनुहुन्छ कि कस्तो छ पहिल्यै यस्तो कन्फिडेन्ट भएर। तपाईँलाई सोधेको क्वेसनबाट 3-4वटा क्वेसन भन्नु न, कस्तो कस्तो क्वेसन तपाईँ? जस्तै मलाई सोधेको भन्दा सबभन्दा सुरुमा त वाइ यु चुज माल्टा भनेर सोध्यो। त्यसपछि अब कलेजको बारेमा, कुन कलेज हो अनि लेभल चाहिँ कुन कलेजको, यही सोध्यो।
नर्मल जस्ट क्वेसन नै बेसिक सोध्छ, हुन्छ बेसिक सोध्छ। सो डराउनु भएन केही सुरुमा डराउनु नै भएन त्यस्तो। तपाईँहरू पनि मजाले सुरुमा मलाई पनि त्यस्तै लागिरहेको थियो, 2-4 जना मेरो अगाडि पनि जानुभयो इन्टरभ्यू दिन, तिमीलाई पनि त्यस्तै त्यस्तै सोध्यो, बिचमा अलिकति त्यही रिएप्लाई गर्न भन्छ, रिपिट गर्न भन्छ, त्यही हो अरू त केही छैन। ओके अनि तपाईँको बिग मुभमेन्ट चाहिँ तपाईँले भिजा ग्रान्ट भएको चाहिँ कसरी थाहा पाउनु भयो? हुन त डाइरेक्ट अब मैले उतैमा गएको थिएँ, अनि त्यसपछि घरमा लगेर अब यसो खोल्दाखेरि अब ठ्याक्कै उठ्यो कि अलिकति लागिरहेको थियो, भिजा लाग्छ कि लाग्दैन भने डर लाग्छ नि त त्यति बेला, अब खोल्ने बेला के हुन्छ कस्तो हुन्छ, तर जे होस् लाग्यो भिजा, राम्रै फिल भयो। भिजा कलेक्ट गर्नुभन्दा अगाडि चाहिँ तपाईँ के गरिराख्नु भएको थियो जस्तो कि तपाईँ त्यतिखेर चाहिँ के थियो तपाईँको मुभमेन्ट? म त खासमा बाइक चलाइरहेको थिएँ, आफ्नो काम पनि गरिरहेको थिएँ ठ्याक्कै। अनि त्यसपछि ब्याङ्कमा गएर ब्याङ्कबाट फोन आयो, अनि गएर कलेक्ट गरेँ। सुरुमा त ब्याङ्कमा भएको मिसहरूले नै यही खोल्नु भनेर राख्नु भएको थियो। होइन मिस म घरै खोल्छु भने बरु भिजा लागेपछि म हजुरलाई मिठाई ल्याएर दिन्छु भने अनि हुन्छ ल्याउनै पर्छ भनेर भन्नुभयो कि, खै उहाँलाई पनि थाहा भइसक्यो जस्तो लाग्छ। किन भन्दाखेरि अब हाम्रो जुन प्याकेज आएको हुन्छ नि त्यो प्याकेज छामेर पनि थाहा पाउन सकिन्छ कि भिजा लाग्छ छैन। अब प्याकेजमा तपाईँको छाम्नु भयो भने त्यसमा पेपर र पासपोर्ट दुइटा हुन्छ। अब पेपर पनि छ भने त्यो चाहिँ रिफ्युज भएको हो, किनकि रिफ्युजल रिजनहरू त्यो पेपरमा हुन्छ। इफ त्यसमा पेपर छैन पासपोर्ट मात्र रहेछ भने त्यो भिजा ग्रान्ट भएको हो क्या। सो अनि त्यही भएर ब्याङ्कको मान्छेले चाहिँ त्यो ब्याङ्कको मान्छेले त्यो भन्नुभयो, अनि पछि लगेर मिठाई पनि दिएँ मैले। ए ओके ठिक छ। अनि त्यसपछि तपाईँले अब जस्तै कि घरमा लगेर पासपोर्ट ओपन गर्नुभयो भने त्यतिखेर फ्यामिलीहरूको चाहिँ कस्तो थियो त? एकदम एक्साइटेड हुनुहुन्थ्यो, एकदम खुसी हुनुहुन्थ्यो। बहिनी मेरो बहिनी अनि भान्जी पनि थियो, हजुर तिनीहरू पनि एकदम खुसी हुनुहुन्थ्यो। अब जस्तै कि तपाईँको घर कहाँनिर? मेरो नेपालगञ्ज। तपाईँले अनलाइन प्रोसेसिङ गर्नुभएको थियो है? सो तपाईँको अब नेपालगञ्जमा चाहिँ नजिकै पर्ने भनेको त्यहाँनिर बुटवल परिन्छ होइन? बुटवल भन्दा पनि अनि तपाईँले त्यहाँनिर अप्लाई नगरेर चाहिँ हामीसँग कसरी कनेक्ट हुनुभयो त? अब त्यही अब सोसियल मिडियामा हेर्दाखेरि सबैको रिभ्यूहरू हेर्दाखेरि गएको मान्छेलाई पनि सोधेँ मैले। हजुर। अनि त्यसपछि त्यही हो, सबै क्रस भेरिफाई गरेर। अनि उताबाट हाम्रो स्टुडेन्टहरूको चाहिँ रिप्लाई कस्तो थियो त? ठिकै थियो रिप्लाई त, त्यस्तै अब स्मुथली नै हुन्छ भनेर सुनेको मैले, त्यही भएर मैले त्यहीँबाट गरेँ। अनि अब चाहिँ तपाईँले अब नेपालगञ्जको स्टुडेन्टहरूलाई भन्नु पऱ्यो भने चाहिँ तपाईँले के भन्नुहुन्छ कि यहाँबाट एप्लाई गर्ने कि नगर्ने, के एडभाइस? एकदम गर्ने किन नगर्ने होइन, किनभने मैले आफै गरेको होइन। हजुर, भिजा पनि आयो, त्यस्तो केही बिचमा केही त्यस्तो गाह्रो भएन, सब स्मुथली नै भयो। सुरु डकुमेन्टेसनदेखि लिएर बायोमेट्रिक अनि इन्टरभ्यूहरू सब राम्रै भयो। अब चाहिँ सबैमा सपोर्ट गर्नुभयो अहिले ओभरअल हेर्दाखेरि। अब उहाँको एनओसी पनि भइसक्यो, अब हामी पेमेन्ट गरेर। अनि कहिलेको फ्लाइट छ हाम्रो? त्यही 20 अप्रिलको है? 20 अप्रिलको फ्लाइट छ। सो अब लास्ट एउटा क्वेसन है। सो जस्तै कि कतिपय स्टुडेन्टहरू अहिले पनि डराउँछ कि कन्सल्टेन्सीमाथि ट्रस्ट गर्ने कि नगर्ने, एप्लाई गर्ने कि नगर्ने। झन् त्यसमा अनलाइन प्रोसेसिङ भएपछि त अझ स्टुडेन्टलाई डर लाग्छ। अब अनलाइन प्रोसेसिङ गर्ने भनेको सबै अनलाइनबाट हो। स्टुडेन्टले फिजिकली आएर कन्सल्टेन्सी हेरेर हुँदैन, फिजिकली अपेयर भए हुँदैन। सो त्यस्तो स्टुडेन्टहरूलाई अझ डर लागिरहेको हुन्छ। सो त्यस्तो स्टुडेन्टहरूलाई तपाईँ के भन्नुहुन्छ? जस्तै कि कोही धेरै नै कन्फ्युज छ, या कोही अब अप्लाई गर्छु तर म अनलाइनमा अलिक डर लागिरहेछ भने त्यस्तो स्टुडेन्टलाई के भन्न चाहनुहुन्छ तपाईँ? डर त अभियसली लागिरहेको छ सबैलाई। मलाई पनि सुरुमा मैले पनि 2-3टा कन्सल्टेन्सी यताउता बुझेँ, अनि जेन्युन नै लाग्यो, तर बिचबिचमा अलिक कुरा अलिक त्यस्तै पुरा एकदम क्लियर नै थियो। अनि पछि यसो एस्पायर ग्लोबल कन्सल्टेन्सी बुझ्दाखेरि होइन, मतलब बुझ्दाखेरि सबै हेर्दाखेरि सोसियल मिडियामा उनीहरूको स्टुडेन्टलाई कुरा गर्दाखेरि सब मतलब स्मुथली नै हुन्छ भने आफूलाई पनि थाहा भइहाल्छ जेन्युन हो भनेर, त्यो त थाहा भइहाल्छ। किनभने यति धेरै हुन्छ सोसियल मिडियामा हेर्दा आफूलाई थाहा भइहाल्छ, त्यो नलेज त भइहाल्छ। जस्तै कि अब हामीले अनलाइन एप्लाई गरिरहेछौँ भने त्यसमा 2-3वटा कुरा हेर्नुपर्ने हुन्छ। 2-3वटा कुरा हेरेर स्टुडेन्टहरूले मजाले एप्लाई गर्न सकिन्छ कि। फर्स्टली त सोसियल मिडिया भइहाल्यो, कन्सल्टेन्सीको ब्याकग्राउन्ड, रिसेन्टली भिजा लाग्छ कि छैन, त्यसमा पनि रिसेन्टलीको हेर्नु होला। अब कतिपय कन्सल्टेन्सीको 6 महिना अगाडिको भिजा हुन्छ, रिसेन्टलीमा हुँदैन। सो रिसेन्टलीको भिजा हेर्नु पऱ्यो, त्यसपछि स्टुडेन्ट रिभ्यूहरू हेर्नु पऱ्यो, त्यसपछि अर्को चाहिँ कम्युनिकेसन मेन हो। अनलाइन गरेपछि कम्युनिकेसन हो।
कम्युनिकेसन चाहिँ कतिको स्मुथ गइरहेछ, बिचमा तपाईँको अनलाइन अब जस्तै कि गरिराख्नु भएको छ भने टेक्स्टको रिप्लाई कतिको आइरहेछ, अनलाइनमा कतिको कोअर्डिनेट भइरहेछ स्टुडेन्ट र काउन्सिलरको, त्यो कुराहरू चाहिँ मेन पोइन्ट हेर्नुपर्ने हुन्छ अनलाइनमा। त्यो सब यदि राम्रो छ भने मजाले प्रोसेसिङ गर्न सकिन्छ होइन त। सो फेरि पनि तपाईँलाई धेरै धेरै बधाई छ। त्यहाँ माल्टाको चाहिँ एकदमै राम्रो होस् त्यहाँदेखिको बसोबास। अब रुमहरू पछि जे हुन्छ रुम, त्यसपछि अब अरू जे कुरा हुन्छ टिआरसी एप्लाई यताउति सबैमा हामी हेल्प गर्ने नै छौँ। हामीले अहिलेसम्म हाम्रो स्टुडेन्टलाई हेल्प गरेकै छौँ र हामीले त्यहीँको स्टुडेन्टहरूसँग पनि हाम्रो एप्लिकेन्टहरूलाई कनेक्ट गराइदिन्छौँ ताकि उनीहरूले पनि अब कुनै बिचमा केही कुरा उसलाई सोध्न मन लाग्यो भने डाइरेक्ट त्यहाँ माल्टाकै स्टुडेन्टसँग हामीले कनेक्ट गराइदिन्छौँ। सो त्यसले गर्दाखेरि झन् इजी हुन्छ स्टुडेन्टलाई। सो थ्याङ्क यू सो मच आज आइदिनु भयो र यो भिडियो बनाउनले नत्र कति स्टुडेन्टहरूले अहिले लाज मानिरहेको हुन्छ प्लस डराइरहेको हुन्छ। हामीले पनि अब कम्युनिकेसन भयो नि त। हस् थ्याङ्क यू। रिटर्न त्यो भनौँ अब होइन। सो लास्ट सुरुदेखि नै गरिराख्नुपर्छ हेल्प। हजुर हामीले पनि अलि इन्टरनल गर्नुपर्छ त, त्यो रिभ्यू दिनुपर्छ कि कस्तो भनेर। हजुर त्यही हो। सो लास्टमा चाहिँ अब तपाईँहरू पनि माल्टाको लागि या अरू कुनै कन्ट्रीको लागि एप्लाई गर्न चाहनुहुन्छ भने प्लिज डु भिजिट एस्पायर ग्लोबल एजुकेसनल कन्सल्टेन्सी। हामी चाहिँ गठागढ 3 भक्तपुरमा लोकेटेड छौँ।